मलाई चाहिँ कस्तो दामी गिफ्ट ल्याइदिएछ नि त कि काम भन्दा स्विजरल्यान्ड गएको थियो नि त साथी म त त्यो देखाउनु कसलाई देखाउँ भनेर चाहिँ म चाहिँ कुद्दैछु साथी म चाहिँ कुद्दैछु देखाउनुको लागि घरमा यहाँ सुन्नु न हौ मलाई त्यो स्विजरल्यान्डबाट यस्तो दामी गिफ्ट ल्याइदिएछ कि तपाईँलाई देखाउन आएको नि कस्तो गिफ्ट हो गिफ्ट ल्याइदिएछ नि स्विजरल्यान्डबाट कि यहाँ छौ त्यो मैले यहाँ बोजीमा हालेको छु गिफ्ट चाहिँ कि निकाल्नु पर्यो नि यहाँ गिफ्ट होइन स्विजरल्यान्डमा पनि यस्तो गिफ्ट पाउँदो रहेछ त्यही त म त छ यस्तो पाउँदो रहेछ स्विजरल्यान्डमा पनि यस्तो हुँदैछ हेर्नु न मेरो साथी गएको थियो कि कसलाई देखाउँ यस्तै पो हुँदो रहेछ हौ हाम्रो जस्तो अलिक कुहिएको अन्त झन् स्विजरल्यान्डमा पनि फल्दो रहेछ है यस्तो अदुवा फल्दो रहेछ त अन्त ला हो सिक्किममा मात्रै भनेको त त्यही त हो भन हाम्रोतिर मात्रै पो फल्छ होला भने स्विजरल्यान्डमा पनि फल्दो रहेछ अन्त यस्तै खाँदो रहेछ स्विजरल्यान्डको मान्छेले नि अन्त त है कस्तो महँगो हुन्छ अरे नि कस्तो महँगो हुन्छ अरे त उयो फ्लाइटमा कस्तो कटुभित्र लुकाएर ल्याइदिएको अरे मलाई त पक्रिन्छ भनेर कसलाई देखाउनु यस्तै पो हुँदो रहेछ नि त पक्रिन्छ पो रहेछ पक्रिन्छ त रहेछ ला हो उयसभित्र लुकाएर ल्याएको अरे अदुवा बोकेर ल्याउँदा नि पक्रिँदो रहेछ है पक्रिँदो रहेछ नि हौ फ्लाइटमा ला हो कस्तो हुँदो रहेछ उताको बाँटेर खाउँ है अन्त त मैले त देखाउनु कसलाई देखाउनु भनेर तपाईँलाई देखाउनु ल्याएको नि ए हो त रहेछ त यो त कहाँ राख्नु हौ अब बक्सामा हालेर राख्नुपर्छ बक्सामै राख्नु देख्यो भने त उताको चिज हो है उताको हो नि यो फेरि यताको होइन हो अन्त त यताउता नराख्नु कस्तो चाहिँ हुँदो रहेछ हौ सोकेसमा राख्नुहोस् है हुन्छ म राखेको ल सोकेस अहिले त्यही राख्दै गर्नु माग्छ नि बक्सामा लाउनुपर्छ बक्सा छ नि तालालाई मारिहाल्छु नि